दिन पछाडि भेटेको दिदी बहिनी अनि हामी चाहिँ यसो डुल्दैछौँ त म मेरो कपाल काट्नु छ अनि मैले चाहिँ यसलाई साथ लिएर आएको घाम है गर्मी सुरु भयो नि अति घाम गर्मी बढ्यो नि खाना खाइस् कति बेर रुङ्नु पर्यो बाटो सबै बिगारेको हो हामी चाहिँ हिँड्दा हिँड्दा थाकिसक्यौँ अनि मेरो बहिनीले हिँडेको 5 मिनट नै भोक लाग्यो भनिसक्यो भोक चाहिँ लागेको छैन लिची खाजा खायौँ है अब हामीले चिया वेट गरिरहेको छौँ बिहान भोक लाग्यो भनेको मलाई